नमस्ते अनि हार्दिक स्वागत छ द दिपेश शोमा र दिपेश शोमा विभिन्न व्यक्तित्वहरूसँग कुरा गर्ने क्रममा आज हामी आइपुगेका छौं सौरभजीको घरमा। सौरभजी कार्यक्रममा स्वागत छ। धन्यवाद दिपेश। सौरभजी सिडनी कहिले आउनुभयो? सिडनी आएको म 2009 मा आएको मेमा। सौरभजी 2009 देखि सिडनीमा बसिरहनु भएको छ र नेपाली इभेन्टहरू सिडनीमा हुने कुनै पनि इभेन्टमा जानुभयो भने तपाईँ सौरभजीलाई ठुलो क्यामेरा बोकेर यताउति गरिरहेको देख्नुहुन्छ। त सौरभजीको बारेमा अलिकति भनिहालौँ। उहाँ धेरै सानोदेखि नै घरमा नै भिडियो खिच्दै आउनुभएको छ। VHSबाट उहाँले सुरु गर्नुभएको र त्यसपछि उहाँले के अध्ययन गर्नुभयो र नेपालमा इमेज च्यानलमा पनि काम गरिसक्नु भएको छ। 5 वर्ष इमेज च्यानलमा काम गरिसकेपछि अस्ट्रेलिया आउनुभयो र अस्ट्रेलियामा पनि यस्तै काममा यही भिडियो खिच्ने काममा मिडिया सम्बन्धी नै उहाँ व्यस्त हुनुहुन्छ र उहाँको एउटा प्रोडक्सन कम्पनी छ DKP डिजिटल की प्रोडक्सन भन्ने, जसले युट्युबमा पनि सो गर्छ र विभिन्न इभेन्टहरू पनि खिच्ने गर्छ। सौरभजी अब हामी कुरा गर्ने सुरु गरौँ। यो भिडियोप्रतिको लगाव कहिले सुरु भयो? एक्चुअली भनिदिने हो भने मेरो ड्याडी पनि भिडियोग्राफर हुनुहुन्थ्यो नेपालमा। म स्कुल 5, 6, 7, 8, 7 क्लासदेखि नै मलाई इन्ट्रेस्ट लागेको थियो, किनभने ड्याडीले अब ड्याडी चाहिँ प्रोफेसनली चाहिँ होइन, कम्युनिटी वर्कहरू इभेन्टहरू गर्नुहुन्थ्यो। अनि ड्याडीले काम गर्नुभएको थियो, मलाई पनि इन्ट्रेस्ट लागेन थाल्यो। ड्याडीले चाहिँ मलाई भिडियोग्राफरै बनाउँछु भन्ने चाहिँ सोचेको थिएन। म चाहिँ ड्याडीको त्यो बेलामा VHS क्यामेरा थियो, हाम्रो पाहाड जग्गामा रेकर्डिङ गर्थ्यो। VHS क्यामेराबाट सिक्न थालेँ मैले। निकै ठुलो थियो क्यामेरा बोक्नु गाह्रो हुँदैन। ठिकै थियो। अब सानो एजमा मलाई चाहिँ गाह्रो लाग्थ्यो, त्यही पनि इच्छा रहर भइसकेपछि जस्तो गरौँको काम क्यामेरा पनि फिल हुन्न थियो। पछि क्यामेरा भुइँमा हालिसकेपछि काम सकेपछि थाकिन्थ्यो। अनि त्यहाँदेखि चाहिँ कस्तो भने अब ड्याडीले पनि काम गर्नुहुन्थ्यो, मलाई पनि अब गरौँ इन्ट्रेस्ट लाग्न थाल्यो। अनि बिस्तारै बिस्तारै चाहिँ म चाहिँ VHSबाट चलाउन थालेँ। अनि सुरु गर्दै गएँ। अनि अब SLC को टाइम आयो, SLCलाई प्रिपेयर गर्नु परिहाल्यो। SLC सकाएँ। अनि SLC सकिने बित्तिकै अनि मैले चाहिँ अब सर्ट कोर्स लिउँ न भनेर कस्तो हुन्छ यो भन्नाले खिच्ने कसरी भन्ने भिडियो सम्बन्धी नै अब नलेज चाहिँ भएर पनि भएन नि त। अलिकति एकाडेमिकली अलिकति टेक्निकली भित्री ठाउँ केही जाने हो भने पनि त राम्रो भइन्छ। अब सानो सानो कुरा अब आएन, क्यामेरा खिचेर मात्रै भएन, कम्पोजिसन भएर मात्रै भएन। भोलि सानो फिटिक्क केही बिग्रिदियो भने अब तिमीले आएन भने क्यामेरा अब त्यो बेलामा अहिले जस्तो युट्युबमा हेर्ने चलाउनु पनि छैन। अब सिक्नु पऱ्यो नि। त्यही भएर टेक्निकल मेन बेसिक पोर्सन सिक्न चाहिँ म कालिम्पोङमा हाम्रो ग्लोबल इन्स्टिट्युटमा गएँ। अनि 6 मन्थ्सको टेक्निकल क्लासहरू लिएँ मैले। अनि त्यहाँ सिकिसकेपछि चाहिँ अनि अलि एक्स्ट्रा नलेज भयो मलाई। एक्स्ट्रा नलेज भइसकेपछि अनि त्यसपछि VHSको जमाना थियो, हाइएटहरू आउनु थाल्यो, हाइएटहरू चलाउँथ्यो। 150, 170 क्यामेरा थियो त्यसलाई DV मा खिच्ने। त्यसको लागि अझ मेन अझ एक्स्ट्रा चाहियो नि त ट्रेनिङ। त्यसमा चाहिँ अनि त्यसको लागि चाहिँ अनि फेरि मैले अनि हाम्रो +2 रनिङ हुँदा पनि मैले चाहिँ अनि एजुकेसनलाई भन्दा पनि क्वालिफिकेसन उयो हाम्रो टेक्निकल पोर्सनलाई अलि हाइली गरेर चाहिँ अनि म ग्लोबलमा पढ्न गएँ। फेरि यही भिडियो सम्बन्धी नै बिहान कलेज जान्थेँ म पढ्न। अनि कलेज सकाएर चाहिँ अनि भिजनमा नै अनि क्यामेराको पढ्न जान्थेँ। अनि त्यसरी चाहिँ अनि भिजनमा 1.5 इयर कोर्स सकाएँ। अनि त्यसपछि अनि 150, 170 सबै क्यामेराहरूमा चाहिँ अलिक पर्फेक्ट भएपछि अनि त्यस यो भिडियो खिच्दाखेरि तपाईँलाई यो भिडियो खिच्ने कन्सेप्ट छ नि, जस्तै फोटोग्राफीको जस्तै यो खिच्दाखेरि सबभन्दा गाह्रो सिक्ने कुरा चाहिँ अथवा बुझ्ने कुरा के लाग्यो? सबभन्दा मलाई गाह्रो लाग्ने भन्दाखेरि चाहिँ त्यतिखेर सिक्दाखेरि भन्नु न सुरुमा चाहिँ अब सिक्दाखेरि कम्पोजिसन अब मान्छेले हेर्दाखेरि अब क्यामेरा खिच्ने भने क्यामेरा अगाडि मात्र राख्ने भएन नि। क्यामेरा अगाडि राखेपछि क्यामेराको अब सब्जेक्ट अब्जेक्ट कति छुट्याउने हो, डिस्टेन्सहरू भयो। तपाईँको फ्रेममा राम्रो देखिनु पऱ्यो नि त। अब राम्रो मान्छेलाई पनि फ्रेममा अब राम्रो ठाउँमा राख्यो भने राम्रो देखिन्छ होइन। जसोसुकै मै हो राम्रो छु भने पनि नराम्रो ठाउँमा राख्यो भने त राम्रो देखिन्न नि त। मेन कुरा चाहिँ फ्रेमिङ हो। त्यो बुझ्नलाई अलिकति गाह्रो भयो। त्यसपछि बिस्तारै जाने बुझ्दै गइसकेपछि रेजुलेसनदेखि लिएर तपाईँको धेरै कुराहरू फोकसको बारेमा भनौँ होइन। धेरै कुराहरू चाहिँ अनि मेन चाहिँ अब मलाई चाहिँ गाह्रो लाग्ने भनेको फोकसमा त गाह्रो लाग्थ्यो। फोकस पुलिङहरू गर्न चाहिँ गाह्रो लाग्थ्यो त्यो बेलामा। अब हामीले 170 चलाए पनि कहिले पनि मैले अटो मात्रै चलाएन, सकेसँग सबै म्यानुअल चलाउँथेँ। तपाईँ वाइट ब्यालेन्सदेखि लिएर तपाईँको सटरदेखि लिएर सबै थोक म्यानुअल चलाउँथेँ। भिडियो र फोटोग्राफीमा फरक भन्नु पर्दाखेरि के भन्नुहुन्छ? भिडियोग्राफी र फोटोग्राफीमा फोटो भनेको स्टिल भयो, भिडियो भनेको मोसन भयो। मेन त डिफरेन्स त्यही हो। तैपनि अब फोटोग्राफी र भिडियोग्राफी म चाहिँ उस्तै ठान्छु। एउटा कुरा जस्तै अब मलाई एउटा कस्तो लाग्छ भने जस्तै प्रायः जस्तो अचेल हामी मोसन हुन्छ भिडियोमा होइन, फोटोमा मोसन हुँदैन। फोटोमा चाहिँ एउटा फ्रेमलाई ओके गरे भयो होइन। भिडियोमा चाहिँ 25सम्मको फ्रेम सोच्नु पनि क्यामेरा यहाँबाट यहाँ पुग्यो भने त्यो फ्रेम के हुन्छ त्यो अलिकति गाह्रो तपाईँलाई त्यस्तो लाग्दैन? त्यस्तो भन्दा पनि अब खै मलाई चाहिँ त्यस्तो खासै भिडियो र फोटोमा त्यस्तो फेरि फरक चाहिँ त्यस्तो चाहिँ लागेन। किनभने म फोटोपछि चाहिँ त्यस्तो फेरि फोटो पनि खिच्छ होइन, त्यस्तो फेरि फुल्ली फोटो पनि लागेको छैन। म भिडियोमा मात्रै गरेको भएर चाहिँ अब मोसन हुन्छ हो भिडियो खिच्दाखेरि भनेको। अब तपाईँको सर्ट्स अब डिस्क्रिप्सनै हुन्छ, तपाईँलाई अब प्यान गर्नको पनि कहाँ मोसन कहाँसम्म जाने तपाईँको पहिल्यै हुन्छ नि त डिसाइड गरिसक्नु। अब इमेजबाट एउटा क्लिक खिच्नु भएन अर्थमा जाउँ भनेको। भिडियो खिचेपछि यसरी रेकर्ड भइसकेपछि सर गयो कहाँसम्म रोक्ने हो
त्यो पनि त बुझ्नु पऱ्यो नि होइन भन्नाले अहिले मात्र नभएर कारण फ्युचर पनि हेर्नु पऱ्यो भिडियो चाहिँ पनि अब मैले भिडियो खिचिसकेपछि म यहाँबाट मैले यदि प्लानै गरेँ पनि म यहाँबाट सुरु गरेर यहाँ सकाउँछु भन्ने चाहिँ पहिला नै दिमाग हुनुपर्छ हजुर अब मैले यहाँबाट सुरु किनभने मैले सुरुमा सिक्दाखेरि चाहिँ के गर्थेँ भने सपोज मलाई तपाईँको प्यान सर्ट लिनु पऱ्यो तपाईँको यहाँबाट भयो 3 सेकेन्ड होल्ड गरेँ अनि त्यसरी बिस्तारै मुभ गर्छु अनि म यहीँ रोक्ने हो म यहाँ फेरि 3 सेकेन्ड रोकिदिन्छु कि अब मलाई अब यहीँ रोक्ने हो भने थाहा छैन भने त म घुमिरहेको छु कहाँ रोक्नु मलाई थाहा हुँदैन नि त पछि त्यसलाई पोस्ट प्रोडक्सनमा गर्दाखेरि चाहिँ अलिक गाह्रो हुन्छ हजुर जस्तै भिडियोमा अब लाइट्सको कुरा गरौँ जस्तै फोटोमा पनि भिडियोमा पनि लाइट्सको त एकदम इम्पोर्टेन्ट छ फोटो र भिडियोको लाइट्समा केही फरक छ तपाईँले जस्तै भिडियो जस्तै हामीले अब सेटअप गरेर खिच्यौँ भने त्यसमा केही फरक पाउनुहुन्छ किनभने भिडियोमा कन्टिन्युस लाइट हुन्छ फोटोमा स्ट्रोपबाट एकचोटि झराका हुने मात्रै हुन्छ भिडियो अलिक सजिलो त्यस्तो के लाग्छ तपाईँलाई अब मेन बेसिक थिम भनेको चाहिँ त्यही हो ट्रिपल लाइटिङ हो हामीले कन्डिसन लाइट युज गर्छौँ भिडियोको लागि फोटोको लागि स्टोभहरू चलाउँछौँ अब तपाईँको ब्युटी सर्किट के छ फोटोको लागि चाहिँ बेग्लै ठाउँमा छ अब हाम्रो चाहिँ अब कन्टिन्युस अब फ्लोरेसन पनि चलाउँछौँ टङ्सन पनि चलाउँछौँ होइन कुन चाहिँ टेम्परेचरमा खिच्ने अब 40 अब हाम्रो 42K 50K कलर ब्यालेन्स कतिमा अब त्यो अनुसारको लाइट यहाँलाई भनिहाल्नु कि लाइट चाहिँ केल्भिनमा नापिन्छ र यसमा तपाईँको क्यामेरामा तपाईँले हेर्नुभयो भने वाइट ब्यालेन्समा गएर तपाईँले म्यानुअल वाइट ब्यालेन्स गर्नुभयो भने जस्तै 5600K हुन्छ त्यो के भनेको केल्भिन हो लाइटलाई केल्भिनमा नापिन्छ जस्तै जति तपाईँको ब्लुइस हुँदै गयो केल्भिन कम हुन्छ लो हुँदै जान्छ र जति तपाईँको अरेन्ज कलर अलिकति रिच कलर हुँदै गयो त्यो सेचुरेसन अलिकति हाई हुँदै जान्छ र अब फेरि कुरा गरौँ टेक्निकल टर्म्सहरूको नेपालबाट यहाँ आइसकेपछि जुन टेक्निकल टर्म्सहरू हामी नेपालमा युज गर्थ्यौँ नि त्यो यहाँ त्यही युज गर्दो रहेछ कि फरक हुँदो रहेछ धेरै फास्टै डिफ्रेन्स छ अब नेपालमा अब अहिले पनि 4x3मै खिचिरहेको छ मान्छेहरूले टेलिभिजनमा म त्यो टेलिभिजन ब्याकग्राउन्डबाट आएको भएर हजुर डिजिटलमा चाहिँ म्युजिक भिडियोहरू फिल्महरू चाहिँ अब 16:9 खिचिरहेको छ मैले फर्स्ट टाइम यहाँ आउँदाखेरि चाहिँ अब नेपालमा म चलाउने भनेको बेटा क्यामसम्म चलाउँथेँ होइन बेटा क्याम चलाउँथेँ त्यतिसम्म चलाउँथेँ एमएसआरमा थियो त्यो भन्दाखेरि DC35 थियो त्यो स्टुडियोमा चलाउँथेँ हामीले यहाँ आइसकेपछि सबभन्दा फर्स्ट चलाएको भनेको मैले हाम्रो सोनीको EX1 चलाउँथेँ मैले EX1मा तपाईँको HD 1080p 16:9 अब नेपालमा त्यस्तो बेसी डिफ्रेन्स चाहिँ भएन पनि अब क्वालिटी म्याटर्स भने जस्तो नेपालको र यहाँको त धेरै नै हाई भएको भएर फर्स्टमा चाहिँ अब एचडी भने चाहिँ के हो भन्ने हाई डेफिनेसन बुझ्दैन किन के डिफ्रेन्स छ र जस्तो लाग्थ्यो अब आउटपुट अब कस्तो हुन्छ भने नेपालमा 4x3मा खिचे पनि त्यही क्यामेरा त उस्तै जस्तो लाग्थ्यो अब कतिको डिफ्रेन्स हुन्छ रहेछ भने यहाँ आएर अझै म अब हामीले यहाँ आइसकेपछि युट्युबमा धेरै कुरा सिक्न पाइन्छ नि त के हो एउटा सानो कुरालाई पनि म युट्युबबाट हेर्थेँ कि अब हाम्रो टेक्नोलोजी भनेको जतिसक्म म पढे पनि अझै मैले जति पढेँ म अझै पढेन अझै धेरै कुरा सिकिन्छ क्या हाम्रोमा भन्नाले यो सिक्ने क्रम कहिले पनि सकिँदैन र फेरि नयाँ टेक्नोलोजी आइरहेको हुन्छ जस्तै अहिले अब भनौँ न अब 4K आउँदैछ होइन 4K टिभीहरू आउनु थाल्छ कि क्यामेरा आउनु थाल्छ अब 4K पछि 8K आउला होइन अब 3D आएको छ त्यस्तै चलिसकेको छ अनि त्यो सिक्ने क्रम चाहिँ कहिले सकिँदैन सिक्ने क्रम त्यो चाहिँ अहिले सकिँदैन जतिसम्म पनि अब यसको कलेज जान्छु यो जान्छु भने पनि अझै केही सक्यो भने अझै योभन्दा पनि धेरै थाहा हुँदै जान्छ अझै धेरै सिक्न मन लाग्छ कि अझ अब धेरै जान्न मन लाग्छ धेरै सिक्न मन लाग्छ र यदि तपाईँ पनि सौरभजीको बारेमा जान्न चाहनुहुन्छ भने DKPको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ होइन त्यस्तै उहाँको फेसबुक पेजको लिङ्क्सहरू पनि म राख्ने नै छु र त्यस्तै सौरभजी अब हामी कुरा गरौँ गियर्सको यो भिडियो खिच्दाखेरि यो आर्टिस्टिक फिल्ड हो नि त होइन यसमा सामानको कतिको इम्पोर्टेन्स लाग्छ सामान अब तपाईँले भिडियो सपोज त भनौँ म एउटा म्युजिक भिडियो सुटिङ गर्न जानेछु भनेपछि तपाईँलाई अब क्वालिटीको बेसमा जाने हो भने तपाईँ सामानदेखि लिएर लोकेसनदेखि लिएर प्रप्सदेखि लिएर एभ्रिथिङ तपाईँले चाहिँ राम्ररी बोक्नुपर्ने हुन्छ कि अब खिच्नु चाहिँ तपाईँले अब XT क्यामबाट नै तपाईँले भिडियो सुटिङ गर्नु भयो भने हुन्छ नहुने त होइन तपाईँको अब डेप्थ अब हाई डेप्थ निकाल्नुपर्छ सिनेमेटिक लुक निकाल्ने भयो सिनेमेटिक लेन्स युज गर्नुपर्छ तपाईँको अब मान्छेहरूले अब डेमा सुटिङ गर्ने नाइटको सुटिङलाई डेमा सुटिङ गर्न पनि अब हामीले धेरै अहिले DSLR-मा अब केल्भिनहरू अहिले भन्नु भने जस्तो केल्भिन घटाएर पछि पोस्ट प्रोडक्सनमा नै गर्न सकिन्छ अब धेरै वेहरू छ कसरी जाने सामान पनि चाहिन्छ लाइट्सहरू भयो तपाईँको त्यतिकै अब अर्को कुरा गरौँ जस्तो लाइट्सको हामीले कुरा गरिहाल्ने इम्पोर्टेन्स छ होइन त्यसपछि तपाईँको भिडियोमा क्यामेराको त इम्पोर्टेन्स भइहाल्यो क्यामेरामा पनि कुन क्वालिटीमा खिच्ने त्यो पनि इम्पोर्टेन्स भइहाल्यो साउन्ड के भन्नुहुन्छ साउन्ड चाहिँ अब मैले अहिलेसम्म गर्दाखेरि चाहिँ कस्तो गर्छु भने म्युजिक भिडियो गर्दाखेरि चाहिँ साउन्ड त अब पछि पोस्टमा गर्ने हो इभेन्टहरूमा गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने मल्टिपल क्यामेरा हाल्छु म एउटा क्यामेरा चाहिँ मास्टरिङ गर्छु जुन चाहिँ ब्याकमा हुन्छ वाइड सर्टमा खिच्छु अनि डाइरेक्टै त्यो क्यामेरा चाहिँ म जहाँ हाल्छु जहाँबाट मिक्सरबाट मलाई कम्युनिकेसन गर्न सजिलो होस् मिक्सरमा को बसेछ साउन्ड इन्जिनियर अनि कि त नभए म त्यो मिक्सरको मान्छेलाई साउन्ड पेन ड्राइभ अथवा सिडीमा रेकर्ड गर्न दिन्छु होइन अब त्यो मान्छे
किनभने भेन्यू हेरी तपाईँको मिक्सर पनि फरक हुन्छ हजुर अनि नभए चाहिँ म कोहीसँग चाहिँ सिधै म हाम्रो XLR पिन तपाईँ वायरलेस माइक्रोफोनबाट डाइरेक्टै म XT क्याममा सिधै त्यो त्यसको लाइन लिनुहुन्छ अनि त्यो भएर साउन्ड जस्ट इम्पोर्टेन्ट छ साउन्डलाई पनि ध्यान दिनुपर्छ इभेन्ट खिच्ने हो भने चाहिँ तपाईँको साउन्ड चाहिँ एकदम इम्पोर्टेन्ट छ अब यहाँको कस्तो हुन्छ भने मैले गीत गाएँ भन्दैमा मान्छेहरूले के भन्छ भने अब क्लियर साउन्ड आएको पनि चित्त नबुझाउन सक्छ हजुर अनि मान्छेहरूलाई चाहिँ अब कस्तो भने मासमा मान्छेहरू क्राउडको साउन्ड प्लस मान्छेले गाएको साउन्ड मिक्स भएर आयो भने चाहिँ मान्छेहरूले धेरै राम्रो ठान्छ म त के गर्छु भने अनि मेन लाइन लिन्छु होइन लाइन लिएकोलाई मास्टरिङ गर्छु अनि अगाडिको क्यामेरा जस्तो नि अब म दुईवटा क्यामेरा हाल्छु अगाडि पनि अनि त्यो क्यामेराको क्राउडको साउन्ड चाहिँ पछि म तलबाट फेरि थपिदिनुहुन्छ भनेपछि साउन्ड पनि इम्पोर्टेन्ट भयो भिडियो हेर्दाखेरि खालि भिडियो मात्र नभएर त्यसको वरिपरि तपाईँ लाइट्स के गर्ने होइन साउन्ड तपाईँको क्यामेराको तपाईँले अघि भन्नु जस्तो क्यामेराको एङ्गल पनि इम्पोर्टेन्ट भयो र त्यस्तै तपाईँलाई भनिहालौँ कि अब एकछिनमा हामी उहाँले कुन कुन गियर चलाउनुहुन्छ कुन कुन सामान चलाउनुहुन्छ त्यो पनि हामी हेर्नेछौँ र त्यस्तै अर्को एउटा एपिसोड पनि हामी सौरभजीसँग गर्नेछौँ जुन एपिसोडमा सौरभजीले DSLRबाट भिडियो खिच्दाखेरि के कुरा ध्यान दिनुपर्छ त्यसको बारेमा हामीलाई बताउनुहुनेछ त्यसको बारेमा हामीलाई सिकाउनुहुनेछ र अहिले पनि हामी फेरि सौरभजीकै बारेमा कुराहरू सौरभजी नेपालमा सुटिङ गर्दा टिभीमा काम गर्नुहुन्थ्यो होइन स्क्रिप्ट त पहिल्यै रेडी हुन्थ्यो होइन तपाईँलाई भन्थ्यो होला नि प्रड्युसरले डिरेक्टरले होइन ल मलाई चाहिँ यस्तो खालको सर्ट चाहियो भनेर यहाँ सुटिङ गर्दाखेरि तपाईँ इभेन्टहरू खिच्दाखेरि त डिरेक्टर त कोही पनि हुँदैन आफै हुन्छ गाह्रो छ कि छैन त्यो त धेरै गाह्रो नेपालमा भयो भने अब हाम्रो प्रड्युसर हुनुहुन्थ्यो प्रड्युसरले के भन्नुहुन्थ्यो ल मलाई यो चाहिन्छ यो मोन्टाजहरू यो हो भने मैले मेरो काम खिच्ने मात्र सुसो खिच्ने एडिटिङ पनि एडिटरले गर्थ्यो हजुर खिच्यो ल्याएर फाइल डिबीमा खिच्यो डिबी ल्याएर प्रड्युसरले एडिटिङ गर्थ्यो यहाँ आइसकेपछि आफै खिच्छौ आफै लोकेसन हेर आफै एडिट के खिच्छ त्यो पनि आफै डिसाइड गर कसरी खिच्छ गर्ने अब त्यही चाहिँ यहाँ आइसकेपछि सबै आफैले जाने हो भने चाहिँ झन् बेटर हुँदो रहेछ नेपालमा हो चाहिँ म त क्यामेराम्यान मात्रै हो भनेर बस्थेँ खासै भने त म क्यामेराम्यान हो एडिटिङ भने मैले यहाँ सिकेको एडिटिङमा जस्तो अहिले म जस्तो भाषा एडिटिङ चाहिँ गर्दिनँ एफसिप चलाउँछु तर इभेन्ट एडिटिङसम्म चाहिँ म गरेर आउँछु भनेपछि तपाईँलाई यहाँ आएपछि त्यो एडिटिङ क्यामेरा बाहेक अरू कुरा पनि अलिकति सिक्नु पऱ्यो तपाईँ पनि यदि विदेशमा काम गर्न जानुहुन्छ तपाईँको ठुलो गुरु छैन भने यो सबै सिकेर आउनुभयो भने अझ राम्रो हुन्छ यहाँ विदेश आइसकेपछि चाहिँ एक्लैले सबै काम गर्न सक्यो भने चाहिँ धेरै राम्रो हो हजुर अनि जस्तै अब एउटा कुनै इभेन्ट भयो खिच्न जानु लाग्नु भएको छ तपाईँ होइन नेपालीको इभेन्ट भयो नेपालीको बिहा भयो अथवा भयो भने हामीलाई थाहा हुन्छ नि अब यो स्वयम्वरमा चाहिँ यो इभेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हो भनेर अरू विदेशी गर्दाखेरि कसो गर्नुहुन्छ विदेशीहरूको गर्दाखेरि कुनै छुटेको त्यस्तो केही छ रमाइलो जस्तो घटनाहरू धेरै नै अब इन्डियनहरूको र नेपालीहरूको चाहिँ मोस्टली सेमै हुन्छ इन्डियनहरूको चाहिँ तपाईँको सङ्गीतदेखि लिएर हिँडासिना के भन्ने हुन्छ उनीहरूको चाहिँ 6 days 7 days हुन्छ होइन बिहा 7 दिनसम्म उनीहरूको फङ्सन हुन्छ कि प्रोग्राम फर्स्टमा मेन इन्डी हुन्छ सङ्गीत हुन्छ लिने पार्टी रिसेप्सन जो 6 दिनको मैले चाहिँ अहिलेसम्म गरेको चाहिँ 6 daysसम्म इभेन्ट चाहिँ गरेको छु एउटा इन्डियन कपलको बिहामा अनि त्यसपछि अनि अर्को मैले त्यो त इन्डियनको मात्रै खासै गाह्रो भएन होला किनकि त्यस्तो पनि खास किन हामीसँग अलि रिचुअल चाहिँ कम्प्लिट मिल्थ्यो होइन चर्चमा सुटिङ गर्दाखेरि चाहिँ अब बेबीको समथिङ त्यस्तै एउटा के प्रोग्राम क्रिस्निङ भन्छ होला अनि त्यो प्रोग्राममा चाहिँ अब सिङ्गल क्यामेरा लिएर गएको थिएँ होइन अनि मैले त्यो मान्छेलाई भनेको पनि थिएँ पहिला नै अनि अब मलाई त्यस्तो बेसी खास छैन कल्चरको बारेमा होइन के इम्पोर्टेन्ट मेन इम्पोर्टेन्ट मलाई सुस्ताउनु नहुने के हो मलाई पहिला इन्फर्म गर्थ्यो भने त्यो मान्छेले हुन्छ भनेको थियो अनि लगभग मैले सबै खिचिदिएको थिएँ चाहिँ लास्टमा एउटा चाहिँ के थियो भने त्यो हाम्रो चर्चको मान्छेले कानमा हालेर के भन्दो रहेछ क्या त्यो बेबीलाई अब मलाई थाहा भएन त्यो इम्पोर्टेन्ट हो भनेर बोलिरहेको थियो त्यो मान्छे मन्त्र दिएको थियो होला अब हाम्रो पण्डित बाजेले बोलेको थियो बोलिरहेको थिएँ म पनि खिचिरहेको थिएँ अब वाइटमा थिएँ वाइट सर्ट खिचिरहेको थिएँ तर खिच्दै थिएँ तर मलाई चाहिने चाहिँ क्लोजअप सर्ट थियो तर मैले चाहिँ वाइटमा पाएँ पछि त्यो मान्छेले भन्नु भने यो चाहिँ एकदम इम्पोर्टेन्ट थियो क्लोजअप चाहिन्थ्यो भनेर भने मैले पहिला नै भनेको थिएँ तपाईँलाई होइन मलाई चाहिँ थाहा छैन तपाईँको कल्चरको बारेमा मलाई फर्स्ट टाइम गर्दैछु फर्स्ट टाइम गरेको मैले त्यो कल्चर अनि त्यो एउटा चाहिँ मेरो मिस्टेक भएको थियो भन्नाले अब तपाईँले यस्तो इभेन्टहरू खिच्न चाहनुहुन्छ भने यो डिफ्रेन्ट कल्चरको भयो भने चाहिँ पहिला थाहा पायो भने चाहिँ अलिकति राम्रो हुन्छ मेरो पनि त्यस्तै भएको थियो मैले एउटा ग्रिक क्रिस्निङ खिचाएको थिएँ इम्पोर्टेन्ट इभेन्ट उनीहरूको चाहिँ मलाई चाहिँ अब थाहा भएन भनौँ न उनीहरूको थाहा नभएकोले गर्दाखेरि चाहिँ अलिकति छुटेको थियो र अब यो छुटेको कुरालाई छुट्याउँदै सरोजी अब यहाँ आइसकेपछि र नेपालमा काम गर्दा र यहाँ काम गर्दा फरक के पाउनुभयो जस्तो तपाईँ बुपामा काम गर्नुभएको छ बुपाको यहाँ ठुलो बुपा भनेको ठुलो इन्सुरेन्स कम्पनी हो त्यहाँ काम गरिरहनु भएको छ उनीहरूको त्यो काम गर्ने इन्भाइरोमेन्ट कस्तो छ युजली कस्तो भने म बुपामा काम गर्ने भन्दा खास म क्यामेरा फिल्डमा काम गर्ने चाहिँ होइन मैले बुपामा चाहिँ एचकेबाट सुरु गरेको हो मैले 5 years भयो म बुपामा काम गरिरहेको छु होइन अनि रिसेन्टली मात्रै मेरो म्यानेजरले अब म म्यानेजर नै भर्खरै नयाँ आएको होइन 1 वर्ष भयो अनि म क्यामेराम्यान भनेर थाहा थियो म्यानेजरलाई अनि म्यानेजरले चाहिँ अनि मैले कस्तो काम गर्दो रहेछ भनेर बुझ्न खोज्यो अनि मैले 1-2 वटा प्रोजेक्ट पहिला फर्स्टमा एउटा प्रोजेक्ट गर्न लाग्थ्यो मलाई होइन अनि जस्ट ट्रायल बेस
मैले चाहिँ मलाई पनि त यहाँको कम्पनीमा अब एज अ क्यामेराम्यानै भएर काम गर्नु छ नि त अनि मैले सक्दो मैले आफ्नो कति सक्छ मसँग भएको सबै नलेज लगाइदिएँ मैले त्यो प्रोजेक्टमा हजुर अनि त्यो प्रोजेक्ट देखाएर अनि त्यो प्रोजेक्ट चाहिँ कस्तो भने फेरि बुपाको ठुलो एउटा प्रोजेक्ट भएको थियो यता बोन्डाईमा 2 दिनको प्रोजेक्ट भएको थियो अनि त्यहाँ चाहिँ वर्ल्ड वाइडबाट सबै बुपाको मान्छे आएर चाहिँ सेमिनार भएको थियो अनि त्यो सेमिनारमा देखाउनु पर्ने प्रोजेक्ट थियो त्यो भिडियो देखाउनु पर्ने मलाई मेरो चाहिँ ट्रायल प्रोजेक्ट थियो हजुर अनि यसरी मलाई सकेसम्म म सबै मेहनत लाएर गर्थेँ सबैले एकदमै राम्रो भन्यो त्यसपछि अनि बुपाले चाहिँ अझै फ्युचर फर्दर प्रोजेक्टहरू दिइरहेको छ मलाई पहिला अब आज पहिला सुरुमा गर्दाखेरि चाहिँ आज म लन्ड्री काम गर्थेँ कसैले पनि चिन्दैन थियो मलाई बुपामा आज मेरो कम्पनीको मेरो फेसिलिटीमा चिन्थ्यो मलाई अब मैले त्यो काम गरिसकेपछि डिफ्रेन्ट फेसिलिटी मान्छेहरूले म्यानेजरले पनि मलाई कन्ट्याक्ट गरेर मलाई यस्तो काम गर्नु छ भनेर अझै कन्ट्याक्ट गर्दैछ अब जनवरी अब सुन जनवरीमै अब ठुलो प्रोजेक्ट गर्ने भन्ने कुरा भइरहेछ हजुर त्यो काम गर्दाको इन्भाइरोमेन्ट कस्तो थियो अब उनीहरूसँग काम गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने अब म क्यामेराम्यान भने बेग्लै क्यामेराम्यान मात्र हाम्रो नेपाली कम्युनिटी भयो भने चाहिँ अब क्यामेराम्यान म भने चाहिँ डिओपी भनेपछि अब सबै मैले हेर्नुपर्ने लाइट्सदेखि लिएर मेकअपदेखि लिएर लोकेसन साउन्ड एडिटिङ सबै मेरो रेस्पोन्सिबिलिटी हुन्थ्यो उनीहरूको प्रोजेक्ट के हो भने उनीहरूले मलाई के दिन्छ भने एउटा भिडियो स्टोरी बोर्ड दिन्छ स्टोरी यो हो मलाई यो चाहिन्छ स्टोरी बोर्डमा सबै यो सर्ट साइजहरू सबै मेरो काम भनेको गयो खिचेर अनि त्यो फाइल एडिट गरेर दिने मात्रै तपाईँको मेकअप आर्टिस्टदेखि लिएर लाइट के चाहिन्छ मैले उनीहरूलाई पहिला भन्छु मलाई यो लाइट चाहिन्छ सबै उनीहरूले आफै ल्याएर राखिरहेको हुन्छ हरेक डिपार्टमेन्टको हरेक टिम हुन्छ त्यो भयो भने चाहिँ काम गर्न चाहिँ सजिलो भयो धेरै सजिलो हुन्छ अब आफ्नो काम मलाई के भने कस्तो हुन्छ भने म क्यामेरामा मोर फोकसली क्यामेरा मात्रै चलाउनु पाएँ नि त अब अरू टेन्सन भएन अब डिरेक्सन बोल्ने मान्छेले अरू के रङ बोलेर छ कि भन्ने मलाई त्यस्तो टेन्सन लिनु परेन नि त त्यो भन्छ म अब म भनेपछि अब मैले क्यामेराम्यान भएपछि मेरो आफ्नो फ्रेम रेट आफ्नो फ्रेम कम्पोजिसन मात्रै कम्प्लिटली फुल फोकससम्म गर्न पाएपछि अझ राम्रो अझ आउटपुट राम्रो भयो त्यो भन्दा पनि बेटर आउटपुट निकाल्न सकिन्छ कि भन्ने हुन्छ नि अब त्यस्तो सोच आउँछ कि तर के गरी अब सबै थोकै गर्नु पर्यो भने अब यो मात्र भएन हैन साउन्ड पनि आफै चेक गरेर कम्पोजिसन अब डाइरेक्ट बोल्ने मान्छेले पनि के बोलिरहेको छ आफै सुन कन्टिन्यू भइरहेको छ त्यो पनि आफै चेक गर त्यो भन्दा पनि अब सिङ्गल क्यामेरा मात्रै चलाउनु पर्यो भने त अब उनीहरूको अरू 2-3जना मान्छेहरू हुन्छ होइन एसिस्टेन्ट क्यामेराम्यान हुन्छ क्यामेरासँग बोकिराख्नु पर्दैन आफैले अब जस बोक्नु त पर्छ नबोक्ने होइन त्यही पनि अब तर एउटा इज्जत पनि दिन्छ भनौँ न रेस्पेक्ट चाहिँ अब यहाँ नेपाली कम्युनिटी अनेस्टली भन्दा नेपाली कम्युनिटी भन्दा पनि यहाँको कम्युनिटीमा काम गर्दाखेरि रेस्पेक्ट चाहिँ एकदमै छ एज क्यामेराम्यान भनेपछि क्यामेराम्यान भनेको पनि अब फर्स्ट टाइम म जाँदाखेरि चाहिँ म त तिनीहरूले गरेको रेस्पेक्ट देखेर म आफै छक्क परेको थिएँ ए म यति जान्दैछु कि भनेर जस्तै अब तपाईँको डिकेपी भन्ने पनि छ यहाँ तपाईँले प्रोडक्सन कम्पनी पनि खोल्नु भएको छ डिजिटल की प्रोडक्सन डिकेपीको बारेमा अलिकति भनिदिनुहोस् न कसरी सुरु भयो डिजिटल की प्रोडक्सन चाहिँ कस्तो थियो भने फर्स्टमा चाहिँ मैले सौरभ भिडियो अनि फोटो चलाउँथेँ होइन सिङ्गली ममा चलाउँथेँ अनि त्यसपछि टिममा अब विक्रम मल्ल ठकुरी अनि त्यसपछि उसले चाहिँ जियोन प्रोडक्सन चलाउँथ्यो जियोन भन्ने थियो उसको अनि म चाहिँ सौरभ भिडियो अनि फोटो चलाउँथेँ उसले आएर चाहिँ अनि फर्स्ट म्युजिक भेटेको गर्दाखेरि के भन्यो अब मेरो काम गर्नु नि भन्यो मलाई पनि 3 तयार थियो एउटा अनि त्यसपछि अब अनि म विक्रम अनि अनन्त श्रेष्ठ भन्छ हाम्रो अनन्त अहिले चाहिँ अनन्त फोटोग्राफी भन्ने गरेको छ उसले अनि रोहन कोटामी भन्छ 4जनाले फर्स्टमा सुरु गरेको हामीले होइन अनि त्यसपछि सुरु गरेँ डिकेपी भन्ने चलाएँ हामीले अनि म्युजिक भिडियोहरू गरेँ 1-2 त्यसपछि विक्रम पनि आफ्नो काममा बिजी भयो अनन्त पनि अहिले पनि गरिरहेको छ अब सिडनीमा क्यामेरा मात्रै काम गरेर यहाँ बस्नु अलिक गाह्रो नै छ अब आफ्नो काम त्यो लेभलमा पुग्नुपर्छ मात्रै सजिलो हुन्छ अनि सबै आफ्नो ठाउँमा बिजी भयो बिजी भइसकेपछि काम गर्न अनि त्यसपछि कता गर्न थालेँ होइन सबै म चाहिँ अब पहिलेदेखि गरेर म त यही गर्छु भन्ने थियो मैले चाहिँ डिकेपीलाई कन्टिन्यू दिँदै गएँ अनि त्यसपछि विक्रमले छोड्यो रोहनले पनि फर्स्टमा रोहनले छोड्यो ऊ नेपाल गएर के भएर छोड्यो उसले हिन्दी छ पनि अनि त्यसपछि विक्रमले पनि छोड्यो अनि त्यसपछि सुदन साके आयो हाम्रो टिममा अनि त्यसपछि फेरि मैले चाहिँ अनि मेरो चाहिँ के प्लान आयो भने मैले डिकेपीबाट चाहिँ अलिक समथिङ न्यू गरौँ भनेर डिकेपीमा मैले कोरियोग्राफर पनि राखेँ मेकअप आर्टिस्ट पनि हामीले टिम बनाएँ फेरि अलग फेरि त्यसमा चाहिँ मैले सुजन साके हाम्रो डान्सको लागि प्रदीप अनि कञ्चन एरिना अनि एङ्करिङको लागि अनुपा अनि त्यसपछि मेकअपको लागि विद्या बेबु अनि क्यामेरामा भइहालेँ अनि फोटोग्राफरको लागि अनन्त र सुजनले गर्थ्यो 7जनाको टिम बनाएर अनि डिकेपी रन गरेँ हामीले अलिक फुल फेमस त अब मैले खास मेरो मेन कन्सेप्ट के थियो भने मैले डिकेपी डिजिटल की प्रोडक्सन खोल्नुको मेन त्यसरी टिम बनाउनुको कारण चाहिँ के भने भोलि गएर अब नेपाली कम्युनिटी एकदम बढ्दो छ नि त यहाँ पनि बढिरहेको छ कसैले इभेन्ट दियो भने चाहिँ इभेन्टको होल रेस्पोन्स चाहिँ हामी लिन्छौँ अरू कसैलाई के भनिरहनु परेन तपाईँको वेडिङ छ अरे तपाईँले मेकअप आर्टिस्ट खोज्नु परेन तपाईँको साउन्ड इन्जिनियर सबै हामी आफै हेरिदिन्छौँ अनि त्यस्तो फोटो पनि भिडियो पनि सबै एभ्रिथिङ तपाईँको वेडिङमा तपाईँको इभेन्टमा चाहिने चिज लोकेसनदेखि लिएर डेकोरेसनदेखि लिएर सबै हामी नै हेरिदिन्छु भन्ने कन्सेप्टले चाहिँ मैले डिकेपी फर्म गरेको हो अब अहिले चाहिँ भन्ने अब द वे अर्को वेमा गइरहेको छ मेन कुरा त कसैसँग टाइम छैन कि यहाँ अनि नेपाली कम्युनिटीमा काम गरे बापतमा त्यस्तो पे अफ पनि हुँदैन इन्ट्रेस्ट पनि हराउन जान्छ अब उनीहरू चाहिँ अब एज अ इन्ट्रेस्टले आएको हो म त
मेरो त फिल यही भएको भएर म त कन्टिन्यू गरिरहेको छु अहिले चाहिँ डिकेपी भनेर अहिले चाहिँ मैले अब प्रोडक्सन हाउस जस्तो गरेर म्युजिक भिडियोहरू पनि गर्छु अनि इभेन्टहरू एज अ फ्रिलान्स फोटोग्राफरहरू त्यसरी सुरु गरिरहेको छु त्यो पनि गरिरहनु भएको छ अनि यो फिल्डमा लागेर नडाडिकन भन्नुहोस् है यो फिल्डमा लागेर सिडनी बस्नुहुन्छ सिडनीमा मान्छेले सोध्छन् होइन विशेष गरी अब नेपालतिर भनौँ न डलरमा कमाइ हुन्छ टन्न कमाउँछ भनेर खर्च पनि डलरमै हुन्छ नि त होइन यो फिल्डमा लागेर सामान किन्न सकिन्छ सामान किन्न सकिन्न त्यो कुनै हालतमा किनभने अब सपोज तपाईँले एउटा प्रोजेक्टै गर्नुभयो ल सपोज भनौँ मलाई एउटा कसैले म्युजिक भिडियो अफर गर्यो म्युजिक भिडियो अफर गर्दाखेरि अब म्युजिक भिडियो सुटिङ गर्न पनि त्यो क्वालिटीको क्यामेरा हुनु पऱ्यो आफूसँग म्युजिक भिडियो तपाईँले यहाँ सुटिङ गऱ्यो भने मान्छेले म्याक्सिमम मैले अहिलेसम्म हाइली एमाउन्ट लिएको अनेस्टली भने 2500 हजुर तपाईँको त्यो 2500 मा तपाईँको मेकअप आर्टिस्ट साउन्ड लोकेसन लजिङ फुडिङ त्यो गर्दा पनि पुग्दैन कि खास भने म्युजिक भिडियो मैले बनाएँ भने एज अ इन्ट्रेस्ट एज अ कम्पनीको नाम त आओस् युट्युबमा सब्सक्रिप्सन बढोस् त्यति मात्रै हो मैले यहाँ गरेँ भने त्यो म्युजिक भिडियोबाट नाफा कमाउला सामान अब त्यो सामान किन्ने भनेको त आफ्नो आफैले एक्स्ट्रा काम गर्नुपर्छ भने मैले एक्स्ट्रा काम गरेर अनि किन्ने सामान निकै जोडिसक्नु भएको छ उहाँको स्टुडियो नै छ अहिले यहाँ हामी उहाँको स्टुडियोमा छौँ अब तपाईँ क्यामेराको कुराहरू कुन क्यामेरा चलाउनुहुन्छ मैले सिडनी आएर सबभन्दा फर्स्ट क्यामेरा किनेको भनेको चाहिँ EX3 किनेको मैले देखाइदिनुहुन्छ एक्चुअली EX3 किने अलिक पुरानो भइसक्यो होइन हजुर तर अहिले पनि राम्रो कन्डिसनमा छ EX3 1 hand भएको भएर EX3 किने अनि त्यसपछि मैले अनि 70 किनेको थिएँ बिचमा एकचोटि अनि 70 किनेर चाहिँ मैले 70 पनि फेसियल गर्थेँ यो क्यामेराको विशेषता के यो क्यामेराको चाहिँ यो चाहिँ अब क्यामकोर्डर हो तपाईँको होइन अब तपाईँको यसमा कन्टिन्युएसन तपाईँले 4 आवर्ससम्म इभेन्ट खिच्न सक्नुहुन्छ हजुर जुन चाहिँ DSLR-मा चाहिँ सकिँदैन तपाईँको 27 मिनट्स 29 मिनट्स यदि 75D फरक पर्छ यो भयो भने तपाईँले एकचोटि कुनै इभेन्टमा जानु म चाहिँ के गर्छु भने इभेन्टमा गयो भने वाइडमा यो क्यामेरा हालिदिन्छु तपाईँको अडियो पनि XLR जान्छ डाइरेक्टै XLR अडियो लिन्छु अनि स्ट्यान्ड बाई हालिदिन्छु फरवर्ड कन्टिन्युस रेकर्डिङ हुन्छ यसमा अनि यसमा के भन्छ तपाईँको लेन्स चाहिँ कतिको हो यो लेन्स यसमा यो लेन्स एक्ज्याक्टली कुन चाहिँ हो मलाई थाहा भएन मैले त्यसरी यो तपाईँले यसमा एन्टी फिल्टर बिल्डिङ छ एन्टी फिल्टर बिल्डिङ छ भनेपछि त्यो भने अलिकति तपाईँलाई एटलिस्ट 2 स्टपसम्म छ त्यो पनि अलिक सजिलो भयो नि होइन तपाईँलाई सरल सुटिङ गर्नु पर्यो भने चाहिँ एन्टी फिल्टर बजाएको छ यसमा अनि यो यसमा चाहिँ के 1080 केमा 1080 सम्म खिच्छ त्यसपछि तपाईँले यो चाहिँ पहिला किन्नु भयो होइन सबभन्दा फर्स्टमा चाहिँ हजुर त्यसपछि चाहिँ 70 मैले 70 लिएँ 70 लिएँ मैले 1 मन्थ चाहिँ चलाएँ हैन मन परेन अब खास ठिकै हो तर पनि अब फ्रेम रेट्सहरू चाहिँ अब अलि हाई भन्दा पनि अब त्यस्तो मलाई रिलायबल लागेन 70 चाहिँ तर क्वालिटी एकदमै राम्रो हो तर भिडियोको लागि भन्दा नि फोटोको चाहिँ बढी राम्रो छ भिडियो पनि राम्रो छ यदि तपाईँ इभेन्ट खिच्नुहुन्न तपाईँ म्युजिक भिडियो सानो छोटो खिच्नुहुन्छ भने त त्यो चाहिँ एकदमै राम्रो छ होइन मैले 70 पनि चलाउँथेँ मैले अझै पनि म छ मसँग 70 मलाई एकदमै मन पर्छ मलाई चाहिँ कस्तो लाग्यो भने 70 चाहिँ अब म प्राय इभेन्ट खिच्छु नि त अनि इभेन्टमा चाहिँ तपाईँको कन्टिन्यू खिच्नु भन्दा लाइटिङहरू तपाईँ ग्रेनहरू आउने अब यसो धेरै राखेर सुटिङ गर्नु पनि राम्रो देखिन्छ नि त डेलाइटमा गर्ने भने 70 पनि धेरै राम्रो क्यामेरा हो तर म चाहिँ अब डेलाइट भन्दा पनि इन्डोर राति एम्बियन्स लाइट धेरै युज गर्ने भएको भएर चाहिँ अनि त्यसको लागि प्रपर लेन्स आयो लेन्स पनि अब तपाईँको 24-70 लेन्स एउटाको 2200-2500 पर्छ एभ्रिथिङ अब 70 भनेर अनि त्यसपछि मैले चाहिँ 70 सँग आउने वरिपरिको सामानहरू नै बढी महँगो पर्यो तपाईँको अरू फ्रेम रेटहरू क्वालिटी हेर्ने हो भने चाहिँ राम्रो छ 70 नराम्रो छैन हजुर त्यसपछि तपाईँले अर्को के 70 पछि कुन चाहिँ क्यामेरा किन्नु 70 पछि मैले C100 लिएँ त्यसपछि यो C100 पनि देखाइदिनु C100 चाहिँ क्याननले स्पेशली सिनेमा क्यामेरा भनेर बनाएको क्यामेरा हो र यो क्यामेरा चाहिँ C100 C300 र C500 भनेर तीनटा बनाउँछ भर्खरै मात्र C100 को Mark II पनि क्याननले अनाउन्स गरेको छ यसको विशेषता के यो किन किन्नु भएको यो क्यामेरा चाहिँ खासमा फर्स्टमा अब सबभन्दा मेन हेरेको मैले प्राइस त्यसपछि सिनेमेटिक क्यामेरा हजुर तपाईँको अब यसमा एन्टी फिल्टर पनि 4-4 छ हजुर अनि कलर अब MTF खास क्यामेराको खिच्छु तर फाइल चाहिँ निजामा कन्भर्ट गर्छु तपाईँलाई भनिहालौँ कि यसमा पनि रेकर्ड गर्नु मिल्छ तपाईँको यसमा आफ्नै कार्ड छ 2टा कार्ड जान्छ तर म पनि गर्दाखेरि अहिले मैले रेकर्ड गरेको पनि एउटा छुट्टै एउटा रेकर्डर पाउँछ निन्जा भन्ने अटोमस भन्ने एउटा कम्पनी छ त्यसले निन्जा भन्ने रेकर्डर बनाउँछ यो चाहिँ तपाईँको एज अ मोनिटर पनि युज गर्नु मिल्छ रेकर्ड पनि गर्न मिल्छ र सबभन्दा राम्रो चाहिँ यसमा चाहिँ प्रोरेसमा रेकर्ड गर्न मिल्छ प्रोरेस र अर्को एउटा एभिडको फर्मेटमा रेकर्ड गर्न मिल्छ त्यो गर्दाखेरि चाहिँ तपाईँले प्रायः जस्तो एडिटिङ सफ्टवेयरमा तान्दाखेरि त्यो फाइललाई कन्भर्ट गराउनु पर्दैन र त्यस्तै तपाईँले DSLR बाट तपाईँले भिडियो खिच्नुहुन्छ भने 8 बिट खिच्छ प्रायः जस्तो DSLR ले यसले चाहिँ 10 बिट रेकर्ड गर्छ
हैन 10 बिट अझ कलर तपाईँको कलर पनि 4:2 हुन्छ फोटो भनेपछि अलिकति हायर पनि खिच्छ अनि यो अरू यसको विशेषता के तपाईँलाई अरू के लाग्यो साउन्ड कस्तो छ साउन्ड म चाहिँ साउन्ड चाहिँ अहिलेसम्म यसको चलाएको छैन यसको पनि तपाईँको एक्स्ट्रा इनपुट छ नि त हैन साउन्ड पनि अब मैले साउन्डको जस्तो डकुमेन्ट्रीहरू जस्तो सुटिङ चाहिँ गरेको छैन क्यामेराबाट म तपाईँले भने मेनली म गर्ने इभेन्टहरू हो त्यसमै अडियो त्यसमै लिन्छु डाइरेक्ट अडियो लाइन लिन्छु अब रिसेन्टली म सर्ट मुभीहरू गर्न लाग्छु होइन त्यसको लागि ट्राई गरिहेर्छु कस्तो छ साउन्ड पनि होइन तर जहाँसम्म मैले सबै यसको स्पेसिफिक पनि हेरेकिँदाखेरि चाहिँ अब साउन्डहरू पनि राम्रै अलि अब हाम्रो लेभलको लागि चाहिँ ठिकै जस्तो लाग्यो भने मैले क्यामेरा लिएको हो तपाईँको युज गर्न पनि तपाईँको फोकसहरूदेखि लिएर तपाईँको एभ्रिथिङ एकदमै ह्यान्डी छ यसमा तपाईँ देख्न सक्नुहुन्छ तपाईँको आइएसओ ज्ञानहरू तपाईँको एकदमै बटनाइज छ भित्री कहीँ जानु पर्दैन तपाईँको 5 इयरमा जस्तो तपाईँ यहीँबाट ह्यान्डी छ एकदमै यो लेन्स चाहिँ यसको चाहिँ मैले 35mm को हालेको हो यो रोकिननको लेन्स अब क्याननको 35mm को लेन्स तपाईँको 1.5 एकदमै एक्सपेन्सिभ छ त्यो चाहिँ अलिकति बजेटमै हेर्नु पर्ने हुन्छ त्यो मात्रै यो मन मात्रै परेर भएन तर मैले यो लेन्स लिनुको मेन कारण चाहिँ मैले चाहिँ हेर्दाखेरि चाहिँ अब हामीले F6 भन्दा माथि खिच्यो भने चाहिँ क्याननको लेन्स र यो लेन्स अनि अर्को कार्लसको लेन्स छ तिनटैको त्यो डे लाइटमा F हाईमा खिच्यो भने चाहिँ राम्रै छ यसको पनि भनेपछि तपाईँले एपरेचरबाट खोलेर खिच्नु भयो भने चाहिँ तपाईँको त्यस्तो बेटी अब हाम्रो हाई क्वालिटी भन्दा पनि मेन चाहिँ सार्पनेस छैन यो भिडियोको लागि मैले मेन लेन्स लिएको कारण मेन सार्पनेसको लागि हो अब डे लाइटमा खिच्दाखेरि तपाईँको F5-6 भन्दा माथि गएर चाहिँ सार्पनेस चाहिँ राम्रै आउँछ लेन्सको हजुर अनि अब यो क्यामेरा त भइहाल्यो होइन लेन्स पनि भइहाल्यो अरू सामानहरू के किन्नु भएको छ के चलाउनुहुन्छ तपाईँ धेरै जस्तो कामको लागि कम्प्युटर भइहाल्यो एउटा लाइट्सहरू भयो स्टुडियोमा क्रोमा यहीँ सुटिङ गर्छु होइन क्रोमा यहीँ सुटिङ गर्छु ट्राइपोडदेखि लिएर एभ्रिथिङ चाहिँ यो कम्प्लिटली चाहिँ छ स्टुडियो क्यामहरू साथीसँग बोर्ड गरेर हुन्छु कहिले चाहियो भने हामी चाहिँ टिममा चाहिँ कस्तो भने डिकेबी टिम छ हाम्रो डिकेबी टिममा चाहिँ यी सबै सामान मैले मात्रै जोडेको होइन क्या म टिममा चाहिँ मैले टिम बनाएको कारण किनभने अब साथीको 5D Mark III छ अब म अनन्तको 5D Mark III हो उसले मेरो क्यामेरा चलाउँछ म उसको क्यामेरा चलाउँछु 70 छ साथीको हामी चाहिँ टिम भनेको कारण चाहिँ त्यही हो एक्लैले सबै सामान तिर्न सकिँदैन यहाँ मसँग दुईवटा क्यामेरा छ उसँग एउटा क्यामेरा छ उसँग एउटा क्यामेरा छ होइन हामी क्यामेरा प्रोग्रामहरू गइरहेको हुन्छौँ क्यामेरा चलाइरहेको हुन्छौँ त्यही भएर डिकेबी फर्म भएको पनि त्यसरी नै हो हजुर सफ्टवेयर कुन चलाउनुहुन्छ एडिटिङ सफ्टवेयर चाहिँ म फाइनल कट प्रो चलाउँछु फाइनल कट प्रो 7 चाहिँ हजुर तपाईँलाई फाइनल कट प्रो 7 नै चलाउनुको कारण त्यस्तो केही छ प्रिमियरहरू नचलाइकन प्रिमियर फर्स्टमा चाहिँ म प्रिमियर सिकेर आएको नेपालबाट तर जस्तो बिटी मैले अघि नै भने पास फुल एडिटर चाहिँ होइन जस्ट नर्मल इभेन्ट न्युजहरू चाहिँ एडिट गर्न सक्छु होइन त्यही भएर अनि एफसिपी चाहिँ ट्राई गरेँ अनि linda.com-बाट चाहिँ अलिअलि ट्रेनिङ अनलाइन क्लासहरू लिएँ मैले एफसिपीको होइन अनि एफसिपी पहिला चाहिँ हाम्रो मदन दाई हुनुहुन्थ्यो लिङ्केड ब्लू मदन लेप्चा दाइले सिकाउनु भएको खास मलाई सिडनीमा अब फर्स्टमा मलाई भिडियोको लागि अब अफर गर्नुभयो लिङ्क आएको भनेको हाम्रो सुमन दाई भन्ने हुन्छ नक्षत्रबाट सुमन दाईले मलाई लानुभएको खास सुमन कारञ्जित अनि त्यो दाईको लिङ्कबाट मैले मदन दाई भेटेँ मदन दाईसँग काम गर्न थालेँ 1 वर्ष पनि मदन दाईको काम गरेँ अनि दाईले मलाई सिकाउनु भयो एडिटिङको अनि एडिटिङ दाइले सिकाउनु भयो अनि त्यसपछि अझै फास्ट एडिटिङ गर्न लागि मैले एफसिपीमा लिन्डाको क्लास लिएँ अनि यस्तै 3-4 मन्थ्स लिन्डा क्लास लिएपछि एफसिपीमा चाहिँ जस्ट एफसिपी चलाउँछु मजा लाग्छ अहिले चाहिँ हजुर भनेपछि तपाईँले अघि भन्नुभयो जस्तो खालि क्यामेराम्यान भएर क्यामेरा मात्रै चलाएर बस्नु भन्दा पनि अरू सिक्नु पर्यो अरू सिक्यो भने चाहिँ अझ राम्रो भयो अब आफ्टर इफेक्ट्सको भयो भने चाहिँ म अब टेम्प्लेट्सहरू युज गर्छु होइन अब चलाउँछु अब युट्युब सबै अहिले सिकेको भनेको सबै युट्युबबाट हो आफ्टर इफेक्ट्सहरू पनि सबै युट्युबबाट सिकेको हो त्यो लिन्डाको तपाईँको युट्युबमा कुनै त्यस्तो फेभरेट ट्युटोरियल त्यस्तो कुनै छ कुनै म चाहिँ फलो गर्ने भनेको न्यू म्यान फिल्म्सहरू भयो होइन अनि त्यसपछि फिल्म राइट्स फलो गर्छु अनि त्यसपछि लिन्डालाई यो 3टा फलो गर्नुहुन्छ यदि तपाईँ पनि सिक्न चाहनुहुन्छ भने तपाईँले उहाँले भन्नुभयो जस्तो लिन्डा फलो गर्नुभयो हुन्छ लिन्डा चाहिँ अनलाइन क्लासेसहरू छ त्यसमा कति क्लासहरू युट्युबमा उनीहरूले फ्री पनि राखेको हुन्छ र कति क्लासहरू चाहिँ पैसा पनि तिर्नुपर्ने हुन्छ त्यस्तै न्युम्यान फिल्म्सले युट्युबमा उनको सो छ र त्यो सो चाहिँ फ्रीमा छ भनौँ न युट्युबमा भएको सो फ्रीमै हुन्छ र त्यस्तै अर्को तपाईँले भन्नुभएको फिल्म राइट्सको म फिल्म राइट्स फलो गर्ने कारण चाहिँ के हो भने फिल्म राइट्समा चाहिँ तपाईँले सिनेमेटिक लुक्सहरूलाई कसरी अलि लो बजेटमा बनाउने सस्तो बजेटमा हेर्ने कारण त्यो हो लाइक गन सटहरू कसरी खिच्ने त ट्रिक सट कसरी खिच्ने उनीहरूले चाहिँ अलि लो बजेटमा सिकाउँछ कि हजुर त्यस्तै यहाँलाई भनिहालौँ यो यसको मलाई नाम याद भएन मैले सम्झेँ भने म लिङ्क हालिदिन्छु यो सबै कम्पनीको प्यारेन्ट कम्पनी छ जसले चाहिँ अनलाइन च्यानल्सहरू चलाउँछ अहिले भर्खर डिस्कभरी च्यानलले गत वर्ष मात्र त्यो कम्पनी किनेको छ उनीहरूले चाहिँ यो नेटवर्क चलाएको छ च्यानलहरूको त्यसमा तपाईँले अरू पनि साइट्सहरू तपाईँले हेर्नुभयो भने अरू च्यानल्सहरू हेर्नुभयो भने तपाईँले फोटोग्राफी सम्बन्धी पनि तपाईँले सबै थोक राखेको छ जसरी अहिले यो दिपेश तपाईँ हेर्दै हुनुहुन्छ त्यसरी नै अथवा त्यो चाहिँ इङ्ग्लिसमा हुन्छ अहिले चाहिँ हामी नेपालीमा कुरा गरिरहेको छौँ होइन त सरोजी हामी अर्को कार्यक्रममा
यो क्यामेरा DSLR-मा कसरी भिडियो खिच्ने त्यसको बेसिकको बारेमा कुरा गर्छौँ। अहिलेलाई चाहिँ तपाईँको फ्युचर प्लानको बारेमा भनिदिनुहोस् न, के छ फ्युचर प्लान? मेरो फ्युचर प्लान भनेको चाहिँ अब मेरो मेन टार्गेट भनेको यहाँको टेलिभिजनमा काम गर्ने हो। तर यहाँको टेलिभिजनमा काम गर्न पनि यहाँको क्वालिफिकेसन चाहियो। हजुर, एक्सपिरियन्स मात्रै भएर पुग्दैन यहाँ। अनि त्यसको लागि मैले च्यानल 7 एप्लाई पनि गरेको थिएँ, आउने बित्तिकै एप्लाई पनि गरेको थिएँ, म जब चाहिँ पाइनँ होइन। तर अब मेरो प्लान चाहिँ अब म यही इयर नभए नेक्स्ट इयर चाहिँ म सकेसम्म यही इयरबाट म आफ्नो युनिट जोइन गर्छु होइन। 1 इयर 2 इयरको कोर्स गर्छु। के पढ्दै हुनुहुन्छ? अब डाइरेक्टर अफ फोटोग्राफी नै गर्छु, सिनेमाटोग्राफी स्पेसलाइजेसन गर्ने चाहिँ मेरो टार्गेट छ। हजुर, अनि अब तपाईँलाई धेरै धेरै शुभकामना। तपाईँको यही इयरदेखि नै सुरु होस् तपाईँको पढाइ र राम्रोसँग तपाईँको जुन यहाँको टेलिभिजनमा काम गर्ने सपना छ त्यो पनि पुरा होस्। र अब जाँदा जाँदा जस्तै दिपेश सो हेर्नु भएको छ, उहाँलाई के भन्न चाहनुहुन्छ? सबभन्दा फर्स्टमा थ्याङ्क यू भेरी मच तपाईँलाई, दिप सोलाई, तपाईँको होल युनिटलाई होइन। आउनुभयो, इन्टरभ्यू लिनुभयो, फर्स्ट टाइम इन्टरभ्यू दिएको छु। र जो हेरिरहनु भएको छ यो सो, हाम्रो DKP भन्ने हाम्रो वेबसाइट पनि छ। तपाईँलाई तपाईँको भिडियोको केही टिप्सहरू चाहियो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक यसको वेबसाइट चाहिँ www.digitalkeyproduction.com अनि हाम्रो .com मात्रै। हजुर, अनि हाम्रो डिजिटल की प्रोडक्सन फेसबुक पेज पनि छ। हजुर, फेसबुकमा गएर डिजिटल की प्रोडक्सन भनेर सर्च गर्नुभयो भने भेटिहाल्नुहुन्छ। त्यस्तै तपाईँलाई कन्ट्याक्ट गर्नुपर्ने भने चाहिँ त्यहीँ गएर इमेल गर्नुभयो भने चाहिँ हाम्रो DKP digitalkeyproduction@gmail.com त्यसमा इमेल गर्नुभयो भने हुन्छ हामीलाई। र तपाईँलाई केही अब जान्नु मन लाग्यो भने मलाई कन्ट्याक्ट गर्नुभयो भने हुन्छ, म चाहिँ रेडी टु हेल्प। हजुर, मलाई पनि एउटा के लाग्छ भने हामी नेपाली अङ्ग्रेजीमा अथवा अरू भाषामा यसरी सिकाउनेहरू धेरै छ होइन, तर नेपालीमा चाहिँ छैन होइन। त्यही भएर नेपालीमा हामीले सिकायौँ भने एकअर्कालाई हामीले सहयोग गऱ्यौँ भने हामीले बुझ्नु पनि सजिलो हुन्छ। र तपाईँलाई जानेको कुरा मैले नजानेको हुनसक्छ होइन, मैले जानेको कुरा तपाईँले नजानेको। म पनि त्यही गर्छु। अब कुनै इभेन्टमा गएर खिच्न गएँ, म भन्न जान्ने मान्छे अगाडि छ भने चाहिँ म जान्न खोज्छु कि चुप लागेर बस्छु होइन। उसले के भन्छ सिक्छु क्या म चाहिँ। अनि आफूसँग आफूभन्दा अलिक नयाँ मान्छे छ भने म चाहिँ सिकाउँछु। रङ खिचिरहेको छ भने पनि यस्तो होइन, यो वेमा होइन, यो वेमा खिच्दा म बेटर हुन्छ। सिकाउने सेयरिङ, आफूसँग भएको नलेज सेयर गर्ने, आफूसँग भएको नभएको नलेज चाहिँ म चाहिँ दिन्छु। हजुर, हामी पनि त्यही म पनि त्यही कुरा विश्वास गर्छु र यो सो चलाइरहेको छु। र योभन्दा यो सोबाट बिदा चाहन्छु। अर्को कार्यक्रममा भेट हुने नै छ, तबसम्मको लागि ह्याप्पी सुटिङ। तपाईँलाई द दिपेश सोको यो भिडियो कस्तो लाग्यो? कृपया तपाईको सल्लाह अनि सुझाव तलको कमेन्टमा लेख्नुहोला। यदि कुनै विषयमा तपाईँलाई जान्न मन भए त्यो पनि तल लेख्न सक्नुहुनेछ। सब्स्क्राइब गर्नुभएको छैन भने स्क्रिनमा देखिएको सब्स्क्राइब बटन थिचिहाल्नुहोस्। अब भने अर्को भिडियोको लागि स्क्रिनमा देखिएको कुनै पनि एक लिङ्क थिच्न सक्नुहुनेछ।